हेलो साथीहरू, आजको भिडियोमा तपाईँले सिकाउनु चाहिँ धेरै भाइ बहिनीहरूले मलाई कमेन्ट गर्नुभयो, मेसेज गर्नुभयो कि एसई 2081को होइन जुन माध्यमिक शिक्षा परीक्षा एसई जुन इक्जाम अब चैत 7 गतेदेखि यानि कि भोलिदेखि अब हुन गइरहेको छ। त्यही भएर अब यसको तपाईँको जुन रहेको छ एन्सर सिट भनेको उत्तर पुस्तिका कपी कसरी भर्ने, कसरी लेख्ने, ध्यान दिने पर्ने कुराहरूको बारेमा केही कुराकानी यहाँ गर्न गइरहेको छु, भन्न गइरहेको छु। तपाईँलाई मजाले ध्यानपूर्वक हेर्नु होला। यदि तपाईँले एसई 2081को दिइराख्नु भएको छ भने एकचोटि मजाले चेकआउट गर्नु होला। के कसरी भर्न सक्नुहुन्छ भने तपाईँ पास हुन्छ। तपाईँले जानेको कुरा पनि आएन भने फेल हुन्छ। त्यही भएर तपाईँ यहाँ मजाले ध्यानपूर्वक तपाईँले फारम जस्तै यहाँ ध्यानपूर्वक भर्नुपर्ने हुन्छ। तपाईँले यो एन्सर सिट अब सर्वप्रथम तपाईँले परीक्षार्थीले निर्देशन रहेको छ, यहाँ देख्न सक्नुहुन्छ। यहाँ भनेको छ परीक्षार्थीले आफ्नो सङ्ख्या अनि त्यसपछि अङ्क र अक्षर दुवै अस्पष्ट रूपमा लेख्ने। त्यस्तै अस्पष्ट नभए यहाँ भनेको छ अस्पष्ट नभए खण्डमा परीक्षाफल भनेको तपाईँको रिजल्ट स्थगित क्यान्सल हुनेछ भनेर यहाँ रहेको छ। त्यस्तै अब यहाँ प्रश्नपत्र वितरण गरेको 1 घन्टासम्म परीक्षार्थीले आफ्नो स्थान छाड्न पाइने छैन। ध्यान दिने पर्ने कुरा रहेको छ। 2 नम्बरमा उत्तर पुस्तिका यानि कि एकै रङको मसी प्रयोग गर्नुपर्ने छ। यदि फरक पर्यो भने यहाँ तपाईँले गार्ड या निरीक्षक हस्ताक्षर गर्नुपर्ने हुन्छ। त्यही भएर त्यस्तै अब यहाँ परीक्षार्थीले प्रश्न तथा अन्य कागजात केही पनि लेख्नु हुँदैन। कुनै विषय खेसरा तयार गर्नु पर्यो, यस उत्तर पुस्तिका गर्नुपर्छ भनेको तपाईँको मार्जिन हुन्छ। जुन मार्जिन हुन्छ नि त्यो मार्जिनको छेउमा तपाईँले यसरी यहाँ मार्जिन र यो छेउमा तपाईँले यहाँ खेस्रा या तपाईँले होइन नोट गर्न पाइनुहुन्छ। तपाईँले यहाँ रफ गर्न पाइन्छ। त्यो भनेको छ र कसैले थप उत्तर पुस्तिका थपेमा प्रत्येक थप उत्तर पुस्तिका निरीक्षकको सही गराए मूल उत्तर पुस्तिका समेत सङ्ख्या जानु भनेको तपाईँले एक्स्ट्रा पेपर एडिसनल पेपर लिनुहुन्छ। तपाईँले गार्डको या तपाईँले निरीक्षकको सही गराउनु पर्नेछ। त्यसपछि तल तपाईँले +1 लेख्नुपर्ने छ। अझै तपाईँले थप्नुहुन्छ +1 गर्दै जानु +1 तपाईँ मेन कपीमा थप उत्तर राम्रो स्टिच गर्नुपर्ने छ। कतिपय के हुन्छ तपाईँको भनेको अब तपाईँ गार्ड कस्तो पर्छ, निरीक्षक कस्तो पर्छ, त्यहाँ तपाईँले स्टिच गराउनु तपाईँको कपी एक्स्ट्रा लिएको एडिसनलको पनि तपाईँले त्यहाँ हुँदैन। त्यही भएर हराउने चान्स हुन्छ। त्यही भएर मजाले स्टिच गर्नु होला। तपाईँले सकेसम्म बढी लिनुहुन्छ भने थप पेपर तपाईँ आफै स्टिच लिएर होइन स्टेपलर लिएर जानु होला। अनि सकेसम्म सही हुन्छ। न त धेरै के हुन्छ, धेरैको सम्भावना हुन्छ त्यहाँ हराउने। अब कुनै स्कुलमा व्यवस्था हुन्छ, कुनै स्कुलमा हुँदैन, भए पनि तपाईँको घन्टी लाग्ने सम्भावना हुन्छ। त्यही भएर हुँदैन। र त्यही भएर तपाईँले स्टेपलर लिएर जानु होला। अनि सजिलो हुन्छ। क्यालकुलेटरहरू के छ तपाईँ त्यो लिएर जान सक्नुहुन्छ। अब त्यसपछि 7 नम्बरमा रहेको छ यहाँ उत्तर पुस्तिकाको कभर पेज भित्रपट्टि बाहेक सबै पेज दुवैतर्फ लेख्नु पर्छ। तर तोकेको मार्जिन बाहिर लेख्नु हुँदैन। मार्जिनभन्दा बाहिर नलेख्ने भनेको छ। मार्जिनभन्दा बाहिर नलेख्ने। जुन अब तपाईँले एउटा देखाउनु गइरहेको जुन यहाँ रहेको छ यो कपी, यो सुरु कपी होइन, जुन यहाँ यो कपी रहेको छ तपाईँको, यो कपीको पछाडिपट्टि नलेख्नु होला। त्यसपछि जति पनि कपी बाँकी हुन्छ पछाडिपट्टिको यो अर्को पेपरमा दुवैपट्टि लेख्न पाइन्छ। तर यो कपीमा तपाईँले यहाँ मात्र। अब जस्तै कि यहाँ के भनेको छ तपाईँलाई, अब यहाँ यस कभर पेजभित्रपट्टि नलेख्नु होला भनेको यो त तपाईँको मेन कपी भयो, फ्रन्ट भयो। अब यसको ब्याकको जुन छ तपाईँको ब्याकको पछाडिपट्टि तपाईँ नलेख्नु होला। किनभने तपाईँको लेख्नुहुन्छ तपाईँको त्यहाँ राम्रो हुँदैन। त्यही भएर नलेख्नु होला। त्यसपछि बाँकीको दुवै बोथ होइन फ्रन्ट अनि ब्याकमा दुवै साइडमा लेख्न सक्नुहुन्छ। अब परीक्षार्थीको अस्पष्ट भर्नुपर्ने विवरण तपाईँको यहाँ रहेको छ। अब तपाईँले यहाँ सङ्केत भनेको सिम्बल नम्बर, सङ्ख्याताङ्क भनेको चाहिँ यहाँ नेपालीमा, यहाँ इङ्ग्लिसमा तपाईँले फारम भर्नु होला। जस्तै अब यहाँ तपाईँलाई जस्तै यहाँ कति नम्बरको रहेको छ देख्न सक्नुहुन्छ। तपाईँले यहाँ रहेको छ जस्तै होइन, यहाँ तपाईँको 1, 10, 100, 1000, 10,000, लाख, 10 लाख, करोड त भनेको तपाईँको यहाँ करोडमा छ नेपालीमा इङ्ग्लिसमा। जस्तै कि इक्जाम्पलको लागि म तपाईँले यहाँ जस्ट इक्जाम्पलको लागि देखाउन गइरहेको छु। जस्तै यहाँ तपाईँले यहाँ जस्तै अब होइन म तपाईँले यहाँ एउटा देखाउन गइरहेको छु जुन हेर्न सक्नु तपाईँले। अब यहाँ देख्न सक्नुहुन्छ
नेपालीमा रहेको छ सब है। जस्तै नेपालीमा तपाईले यहाँ लेख्नु होला। जस्तै इक्जाम्पलको लागि मैले दिएको यहाँ 1 करोड दिएको छ, लेख्न सक्नुहुन्छ तपाईले यहाँ जुन मैले यहाँ लेख्नु गइरहेको छु यहाँ 1 करोड है, 1 करोड 0000 एउटा इक्जाम्पलको लागि मैले मात्र यहाँ देखाएको छु। तपाईको कति छ सिम्बल नम्बर त्यो दिनु होला। अनि त्यसपछि यहाँ मैले यति दिए, त्यस्तै अब यहाँ 0, त्यस्तै लास्ट मैले हैन 2 अनि तपाईको सिम्बल नम्बर के हुन्छ जस्तै कि अल्फाबेट A B C D। जस्तै D छ भने D दिनु होला यहाँ। जस्तै मैले D दिए है। अब जस्तै कि यहाँ तपाईको के छ इंग्लिशमा सेम भनेको छ, तपाईले जुन यहाँ लेखेको छ यहाँ इंग्लिशमा दिनु होला जुन है। जस्तै यहाँ म तपाईलाई देखाउन गइरहेको छु। जस्तै यहाँ 1 हैन 1 त्यसपछि तपाईको यहाँ जुन यसरी हुन्छ तपाईको सही तरिकाले लेख्नु होला, किनभने मैले मोबाइलबाट यहाँ यस पेनबाट युज गरिरहेको छु, त्यही भएर यहाँले मिस्टेक देखाउन सक्छ। र अनि त्यसपछि यहाँ रहेको छ तपाईको कति त्यो 00 अनि तपाईको यति गरेपछि त्यसपछि तपाईको यहाँ इंग्लिशमा 2 लेख्नु होला। 2 है 2 त्यसपछि यहाँ फेरि D। तपाईको सिम्बल के छ D A B C जे छ त्यो दिनु होला। त्यसपछि यति गरिसके तपाईको अब यहाँ त तपाईको यो त भयो है। अब तपाईको यो भयो। अब यहाँ तपाईको यहाँ नेपालीमा भयो, त्यसपछि तपाईको इंग्लिश भयो। दुवै देख्नु नेपाली इंग्लिशमा तपाईले सही तरिकाले हैन भर्नु होला। त्यसपछि अब तपाईको अक्षरमा भनेको छ यहाँ अक्षरमा तपाईले यहाँ अक्षरमा तपाईले के गर्नु पर्ने यहाँ अक्षरमा यहाँ लेटरमा लेख्नु पर्ने हुन्छ। जस्तै कि यहाँ कति छ जस्तै हैन तपाईको मानिलो यो यहाँ सिम्बल भयो। अब जस्तै कि यो सिम्बललाई छोड्दिने, यो जुन संकेतहरु छोड्दिने 1 10 100 1000 10 लाख 10 लाख भनेपछि तपाईको यहाँ 10 लाख रहेछ। 10 लाख लेख्नु होला तपाईले यहाँ अक्षरमा। जस्तै कि हैन यहाँ मैले दिए है जुन यहाँ देख्न सक्नुहुन्छ यहाँ मैले अक्षरमा लेखिरहेको छु। अब जस्तै कि अलिकति यहाँ ब्लर भइरहेछ किन जति जुम गर्छ ब्लर हुन्छ हैन। त्यसपछि यहाँ तपाईले यहाँ 10 लेख्नु होला है। 10 जस्तै लेख्नु होला यहाँ मैले यहाँ लेखिन गइरहेको छु, यहाँ देख्न सक्नुहुन्छ। अब यहाँ देख्न सक्नुहुन्छ मैले यहाँ लेख्न गइरहेको छु यहाँ 10 किनभने यहाँ मैले मोबाइलमा हैन मोबाइलबाट गरिरहेको त्यही भएर अलिकति छुटिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ 10 लेख्नु होला तपाईले। अनि यसरी अलिकति किरमिट नगर्नु होला किनभने मैले यहाँ मोबाइलमा लेखिरहेको छु पेनबाट, त्यही भएर अलिकति 10 अनि लाख 10 लाख यसरी लेख्नु होला। अनि त्यसपछि यति गर्नुहुन्छ। त्यसपछि तपाईले 10 लाख लेख्नुहुन्छ यसरी। अनि 10 लाख तपाईको कति छ 2 छ लास्टमा। तपाईको जो बीचमा कतिले त्यो पनि लेख्नु 10 लाख मैले यहाँ लेखेको जस्ट तपाईको 10 लाख 55,000 त्यसपछि तपाईको 200 3 205 200 त्यसपछि यो लेख्नु। जस्तै कि यहाँ मेरो रहेको छ 10 लाख त्यसपछि एकैचोटी 2 रहेको छ त 2 लेख्छु यहाँ 2 रहेको छ भने 2 हैन 2 छ भने यहाँ 2 लेख्छु म। जस्तै कि यहाँ मैले 2 यसरी लेखे अनि यसरी 2 यसरी हैन यहाँ लेखे। अनि त्यसपछि यति गरिसकेपछि अब 10 लाख 2 रहेको छ। त्यस्तै अब यहाँ सिम्बल के छ त्यो दिनु होला। सिम्बल जस्तै यहाँ D छ भने D दिन्छु मैले यहाँ यसरी मैले D दिएको अनि यति गरे यति भरे। त्यसपछि अब देख्न सक्नुहुन्छ यहाँ तपाईले अब यहाँ जस्तै कि यहाँ के भनेको छ यहाँ जस्तै देख्न सक्नुहुन्छ तपाईले यहाँ भनेको छ तपाईले अब विषयमा के लेख्न सक्नुहुन्छ भनेको तपाईको अब यहाँ कुन विषय रहेको छ त्यो विषय तपाईले यहाँ दिनुपर्ने हुन्छ। जस्तै यहाँ यति दिइसकेपछि तपाई अब यहाँ देख्न सक्नुहुन्छ विषयमा तपाईको यहाँ के रहेको छ भन्नाले जस्तै अब यहाँ विषयमा तपाई कुन सब्जेक्ट रहेछ जस्तै 7 गते कुन सब्जेक्ट छ 8 गते कुन छ। जस्तै यहाँ इक्जाम्पलको लागि यहाँ मैले दिएको यहाँ जुन नेपाली छ भने यहाँ नेपाली दिन्छु। जस्तै यहाँ देख्न सक्नुहुन्छ यहाँ मैले नेपाली छ भने नेपाली सब्जेक्ट लेखेको यहाँ देख्न सक्नुहुन्छ तपाईले यहाँ मैले यहाँ लेखेको विषयमा नेपाली लेखेको यहाँ है नेपाली तपाईले पनि लेख्नु होला। यहाँ जुन सब्जेक्ट छ त्यो यसरी सही तरिकाले लेख्नु होला किनभने यहाँ मैले मोबाइलबाट हैन यस पेनबाट टच पेनबाट लेखेर त्यो अक्षर क्लियर भइरा छ तपाईले लेख्नु होला। त्यसपछि अब यति गरिसकेपछि तपाईले यहाँ पत्रमा तपाईले खासै केही लेख्नु पर्दैन। पत्रमा अहिले जस्तै कि तपाईको
प्रथम पत्र द्वितीय पत्र हुन्छ जस्तै कि भनेको एकाउन्ट भयो इकोनोमिक्स भयो एग्रिकल्चर तपाईँको जुन मेजर राख्नुभएको छ त्यो चाहिँ यहाँ दिनुपर्छ तर यहाँ नदिँदा पनि हुन्छ यो अनिवार्य सब्जेक्टहरू यहाँ विषयमा दिनु त्यसपछि परीक्षा केन्द्र तपाईँले आफ्नो परीक्षा केन्द्र यहाँ लेख्नु होला है तपाईँ जस्तै कि कुन स्कुलको हुनुहुन्छ तपाईँको स्कुलको अरू स्कुलमा सेन्टर हुन्छ जुन स्कुलमा तपाईँले परीक्षा दिन जानुहुन्छ त्यो चाहिँ परीक्षा केन्द्र लेख्नु होला तपाईँ आफ्नो स्कुल नलेख्नु धेरैजनाले के गर्नुहुन्छ आफ्नो स्कुल लेख्नुहुन्छ त्यही भएर तपाईँले कुन स्कुलमा परीक्षा दिन जानुपर्छ त्यो स्कुल लेख्नु होला जस्तै परीक्षा केन्द्रमा जस्तै कि मेरो स्कुलकै नाम रहेछ भने यहाँ जस्तै मैले यहाँ लेखेँ धेरै लेख्नु पर्दैन किनभने पहिला नै अलरेडी नै हुन्छ त्यही भएर जस्तै सर्टकट नाम लेखिदिनु जस्तै कि परीक्षा केन्द्रमा यहाँ रहेको छ तपाईँको यहाँ जस्तै कि मेरो स्कुलको नाम रहेछ मानिलिए सपोज जनचेतना हैन जनचेतना यति जनचेतना श्री छ भने श्री दिनु होला यति गरिसक्यो त्यसपछि जनचेतना त्यसपछि यहाँ तपाईँले के लेख्नु होला भनेको जनचेतना तपाईँको स्कुलको नाम के रहेछ त्यो दिनु जनचेतना महावि हैन महावि त्यसपछि तपाईँ यति लेखिसक्यो तपाईँ आफ्नो जुन ठेगाना छ त्यो दिनु होला मैले यति दिएको है त्यसपछि तपाईँले यहाँ मिति दिनुपर्ने हुन्छ मिति तपाईँको कति गते जस्तै कि हैन मिति तपाईँ कति गते रहेछ जस्तै कि यहाँ 2081 12 महिना यति गरिसक्यो त्यसपछि तपाईँको यहाँ हैन यहाँ 7 गते यसरी लेख्नु होला तपाईले 7 गते मात्र लेख्नु होला 7 गते अनि त्यसपछि यति लेखेपछि तपाईँ मिति भयो त्यसपछि यहाँ तपाईँ के छ यहाँ तपाईको निरीक्षकको हस्ताक्षर भनेको तपाईको जुन गार्ड हुन्छ त्यो गार्डको हस्ताक्षर हुनु पर्यो साइन सिग्नेचर हुनु त्यसपछि केन्द्राध्यक्षको साइन यहाँ कम्पलसरी साइन हुनु पर्यो यदि साइन छैन भने तपाईँ गार्ड र केन्द्राध्यक्षले गराउनु हुन्छ तैपनि ध्यान दिनुपर्ने कुरा त्यसपछि तपाईँ यहाँ रहेको छ थप उत्तर पुस्तिका रहेको छ जुन हेर्न सक्नुहुन्छ यहाँ यदि तपाईले एडिसनल पेपर लिनुहुन्छ यहाँ थप उत्तर पुस्तिका भए संख्या लेख्नु पर्छ जस्तै कि 6 भने तपाईँ यहाँ तपाईँ 6 भने दिनु होला छैन भने नदिनु यहाँ 6 भने तपाईँ के गर्नु होला यहाँ तपाईले लेख्नु पर्ने हुन्छ 6 भने यहाँ के गर्नु होला तपाईले यहाँ जस्तै कि यहाँ 6 भने तपाईको यहाँ +1 लेख्नु होला यहाँ 6 भने तपाईँ के गर्नु होला यहाँ +1 लेख्नु होला यहाँ प्लस अनि 1 1 दिनु होला यसरी यहाँ तपाईले सिग्नेचर गराउनु होला गार्डको त्यसपछि केन्द्र सुप्रिटेन्डेन्टको सिग्नेचर हुनु पर्यो यति मात्र छ तपाईको यति गर्नु भने तपाईको मजाले कपी चेक हुन्छ र पास भइन्छ लेख्नु छ भने तपाईको कपीमा फेरि यो उत्तर पुस्तिका नम्बर हुनु पर्यो यो उत्तर पुस्तिका नम्बर हुनु पर्यो यदि छैन भने तपाईको कपी चेक हुँदैन र त्यसपछि यहाँ तल जति पनि छ योहरु तपाईले केही लेख्नु पर्दैन यहाँ केही लेख्नु पर्दैन यहाँ चाहिँ तपाईको कपी जसले चेक गर्छ त्यसले लेख्छ अनि त्यसपछि यो जम्मा गर्ने यो उताको खण्डको रहेछ केही लेख्नु पर्दैन तपाईले यहाँ त्यसले यता केही नगर्नु होला तपाईले यहाँ तपाईले +2 यहाँ +1 लेख्न सक्नुहुन्छ त जुन यहाँ रहेको छ +1 लेख्न सक्नु पर्छ यहाँ +1 लेख्नु होला यसरी 1 लेख्नु त्यसपछि यहाँ साइन हुनु पर्यो अनि यति भएपछि हुन्छ तपाईको है यति गरिसकेपछि तपाईको यहाँ यसरी तपाईले माध्यमिक शिक्षा परीक्षा कक्षा 10 एससी 2081 जुन चैत महिनाको 7 गते जुन तपाई दिनुहुन्छ 7 गते देखि हरेकमा तपाईले यसरी लेख्न सक्नुहुन्छ यहाँ तपाईको नामहरु लेख्नु पर्दैन यहाँ तपाईको सिम्बल नम्बर मेन हुन्छ अनि त्यसपछि त्यही हो मेन तपाईको सिम्बल नम्बर सही लेख्नु किनभने तपाईको सिम्बल नम्बरकै कारणले तपाईको कपी चेक हुन्छ त्यही भएर तपाईले मजाले सिम्बल नम्बर लेखेर तपाई यहाँ सिग्नेचर गराउनु होला अनिवार्य यसरी गराइसकेपछि तपाईको कपी मजाले चेक हुन्छ र यसरी तपाईले आफ्नो कपी भर्न सक्नुहुन्छ र तपाई पास भइन्छ लेख्नुहुन्छ मजाले र आई होप कि तपाईलाई भिडियो मन पर्यो भिडियोलाई लाइक च्यानललाई सब्स्क्राइब गर्न साथै बेल आइकनलाई पनि प्रेस साथै फेसबुक टिकटक पनि फलो गर्न सक्नुहुन्छ तपाईलाई बेस्ट अफ लक भन्न चाहन्छु मजाले एक्जाम दिनु मजाले पढ्नु होला मजाले एक्जाम दिनु होला परीक्षा दिनु होला पास हुनु होला थ्यांक यू सो मच धन्यवाद।